छोरी मान्छेको लागि नि श्रीमान जिउँदो हुनु ठुलो कुरा हो। जब श्रीमान हुँदैन नि समाजले नि अटोमेटिक अर्कै व्यवहार गर्न थाल्छ। हो कि न भन्नुहोस् है? जब श्रीमान हुँदैन नि अर्कै नजरले हेर्न सुरु गर्छ। तपाईको श्रीमान जिउँदो हुनै ठुलो कुरा हो। तपाईसँग बस्नु नै ठुलो कुरा हो। समय आउन नि त परमेश्वरले चेन्ज गर्नु होला, परमेश्वरले छुनु होला, परमेश्वरले बदल्नु होला। तपाईको श्रीमान पनि तपाईसँगै मण्डली आउने पनि दिन होला नि त। बाइबलले हरेक कुराको लागि समय छ भन्छ। मेरो परिवारमा म पहिला प्रभुमा आए, मेरो आमा आउनुभयो, मेरो पत्नी आयो, मेरो ड्याडी आउनुभयो, मेरो दिदी आयो, भेना आयो, अहिले मेरो श्रीमतीको दिदी पनि मण्डली आइरहेछ त। समय लाग्यो नि त, कहाँ एकैचोटि भयो त? तर जहिले पनि शैतानले नि गुनासो गर, तँसँग यो छैन, यो छैन, यो छैन भन्छ। किनकि शैतानलाई नि गुनासो बढी मनपर्छ, परमेश्वरलाई नि धन्यवादी बढी मनपर्छ।